जय बोलो पुरुषोत्तम भगवान को जय हो। समादरणीय श्रद्धालु भक्तगणहरू, हामी पुरुषोत्तम मास महात्म्यको 29वां अध्यायमा प्रवेश गरिसकेका छौँ। विशेष गरेर कदर्यले दुष्टले आफ्नो जीवनकालमा लोभ गर्दै गर्दै अगाडि बढेर अर्को जन्ममा बाँदर बनेर पनि त्यो जन्म सकेर जाँदा पुरुषोत्तम मासमा गरेका केही पुण्य कर्महरूबाट मुक्ति भएको प्रसङ्गमा गोलोकमा लिएर जाँदै गरेको प्रसङ्ग यहाँ छ। सुशील र पुण्यशीलले भन्न लागे, प्रभु अब तपाईँ त गोलोक जाने हो नि। भन्दा उनले भने, होइन, मैले त जीवनमा धेरै पाप कर्म गरेको छु, धेरै नराम्रा कर्महरू गरेको छु, म गोलोक कसरी जान सक्छु र? गोलोक जानै पर्ने भए पनि पापका फलहरू त मैले भोग्नुपर्ने होला नि, हो कि होइन? अवश्यम एव भोक्तव्यम कृतम कर्म शुभाशुभम। मैले गरेका पापहरू नभोगिकन जान पाउँछु त? आज सुशील र पुण्यशीलले भने, हेर्नुहोस् त, तपाईँले भोग्नु भएन भनेर कसले भनेको छ? तपाईँले भोग्नु पर्दैन भनेर पनि कसले भनेको छ? भोग्नुपर्छ र तपाईँले भोग्नु भएको छ। बाँदर बनेर तपाईँ जन्मिँदा तपाईँको शरीरमा घाउ आएर जुन कष्ट भयो, त्यो कष्ट तपाईँको पापको निवारणको लागि थियो। तपाईँका पापहरू पनि नष्ट भएर गएका छन् र तपाईँले जीवनमा सत्कर्म गर्नुभएको छ। पुरुषोत्तम जस्तो महिनामा फलफुल खसाल दिएर भक्तहरूलाई, व्रतीहरूलाई फलफुलको व्यवस्था गरिदिने तपाईँ जस्तो महान आत्माको मुक्ति नभएर के हुन्छ? आज ती लोभी व्यक्तिको पनि बाँदर बनिसकेकाको पनि मुक्ति भएको छ। आज यो कथा नारायण भगवानले श्रवण गराइसकेपछि नारदजीले प्रश्न गर्नुभयो, प्रभु हामीले कल्याणको मार्ग कसरी अपनाउने? हामी कल्याणको मार्गमा कसरी अगाडि बढ्ने? अब दिनचरीको विषयमा यहाँ निरूपण गर्दै हुनुहुन्छ नारायण भगवानले नारदलाई। हे नारद मुनि, दिनचरी यदि राम्रो भएन भने, यदि हाम्रो दिनचर्या राम्रो भएन भने जीवन कहिल्यै पनि राम्रो हुँदैन। त्यसैले मैले बताउन गइरहेको छु, ध्यान दिएर सुन्नु। प्रातःकालमा उठ्नु, प्रातः र सायङ्कालमा भगवानको पूजन गर्नु, सन्ध्या गर्नु। जहिले पनि भोजन गर्दा पहिले गाईलाई दिनु, अन्तिममा कुकुरलाई दिनु। काग बलि पनि दिने प्रथा छ, त्यो पनि गर्नु। विशेष गरेर अतिथि घरमा आएका छन् भने सेवा गर्नु। दान लिनेवाला आएका छन् भने दान दिनु। विशेष गरेर आफ्ना कर्महरूलाई नित्य रूपमा अगाडि बढाउनु, कर्म गर्नु। योगबाट हुन्छ कि ध्यानबाट हुन्छ कि जपबाट हुन्छ कि कुन कर्मबाट हुन्छ, आफूले भगवानतर्फ मन लय गर्नुपर्दछ। जति मन भगवानमा लाग्यो त्यति छिटो हाम्रो जीवन राम्रो बन्दै जान्छ र भगवानको कृपाबाट सद्गति पनि प्राप्ति हुन्छ। कहिल्यै पनि यो कुरा भुल्नु हुँदैन कि आफू पनि एक दिन ठुलो हुनुपर्छ, कसैको निन्दा गर्नु हुँदैन, वृद्धहरूको सेवा गर्नुपर्छ। घरमा शयन गर्ने बेलामा विचार गर्ने कुरा छ, स्वगृहे प्राक्शिराः शेते श्वासुरे दक्षिणा शिरः प्रवासे पश्चिम शिरा न कदाचित उदक्षिरः। हेर्नुहोस्, सिरानी बनाउने पनि आफ्नो नियम छ। आफ्नो घरमा पूर्वपट्टि सिरानी बनाउनु, ससुरालयमा दक्षिणपट्टि सिरानी बनाउनु, यात्रामा पश्चिमपट्टि सिरानी बनाउनु, तर उत्तरपट्टि सिरानी कहिल्यै पनि नबनाउनु। यो नियम शास्त्रमा बताइएको छ। गार्हस्थ्य गृहस्थमा रहेको व्यक्तिले कहिल्यै पनि हिंसा नगर्नु, सत्य बोल्नु, सबैलाई दयाभावले हेर्नु, यो कर्म गर्नु। सम दान यथाशक्ति गर्नु, मनको निग्रह गर्नु, अरूको निन्दा नगर्नु, सम्मान गर्नु, आफ्नी पत्नीलाई माया गर्नु। यो नै के हो त भने गृहस्थ धर्ममा रहेका व्यक्तिहरूको लक्षण हो। हेर्नुहोस् त, अचम्मको कुरा सुन्न पाइयो नि। यो शयन गर्ने विषयमा सिरानीको प्रसङ्गमा पूर्वपट्टि शिर फर्काइयो भने विशेष गरेर विद्या, दक्षिणपट्टि धन, पश्चिममा चिन्ता र उत्तरमा कहिल्यै पनि नफर्काउनु भनिएको छ। तर पुरुषोत्तम मास महात्म्यमा के भनियो भने घरमा सुत्दा पूर्वपट्टि सिरानी फर्काउनु, ससुरालयमा दक्षिणपट्टि सिरानी फर्काउनु, यात्रा गर्दा पश्चिमपट्टि सिरानी फर्काउनु र उत्तरतिर सिरानी कहिल्यै पनि नफर्काउनु। यसरी नियमका कर्महरू बताएर यो 29वां अध्यायलाई पनि यही विराम दिनुहुन्छ। पुरुषोत्तम भगवानको कृपा सबैलाई प्राप्त होस् भन्ने कामनाका साथमा कृपा टेलिभिजनको यो पर्दाबाट टिकटक, फेसबुक, युट्युब र विभिन्न मिडियाहरू मार्फत म पनि नारायण कृष्ण बिदा हुन चाहन्छु। जय श्री कृष्ण, जय श्री
श्याम। जय श्री बजरंगबली। जय श्री राम, जय श्री राम, जय श्री राम।